बहुतै गर्मी भएको अवस्था। सर्टकट बाटो हिँड्ने भएको आमामामा लास्टै ठाडो रहेछ यार। सर्टकटको बाटो त यो जङ्गलै जङ्गल छ। गइरहेको छु म। एकदमै चराचुरुङ्गीहरूको मनोरम दृश्य अनि उनीहरूको मनोरम आवाजसँगै उकालो चढ्दैछु म। गन्तव्यमा पुग्न अझै धेरै नै बाँकी छ र पनि हारेको छैन। तर उकालोमा हिँड्दै चाहिँ एकदमै खुट्टा चाल्न गाह्रो भइरहेछ मलाई। सायद धेरै वर्षको उकाली ओह्राले गर्दा नि होला। पसिना पसिना छ तर रमाइलो छ। जे होस् जङ्गलको बाटो एक्लै भए पनि चराचुरुङ्गीहरूसँग रमाउँदै गइरहेछु। एकदमै डाँडा डाँडामा आइपुग्यो। अघि त झन्डै घर फर्किन मन लागेको थियो उकालो हेरेर हिँड्न नसकेर। अहिले यहाँ डाँडामा आइपुग्दा चाहिँ अलिक साहस आएको छ। गएर पनि हार मानेको छैन। गइरहेछु म। रोडै रोड जाँदा हुन्थ्यो तर रोडको बाटो घुम्दै गएकोले गर्दाखेरि यो सर्टकटको बाटो हिँडेको जुन पहिला पनि हिँडेको थियौँ त्यही बाटो हिँडेको। बाटो सानो छ। बाटो यस्तै छ है। यो चाहिँ सर्टकटको बाटो पहिलाको मूल बाटो। अहिले त पुरै जङ्गल भइसकेको छ। चराहरू कराएको सुन्न सक्नुहुन्छ। चराहरूको आवाज आइरहेछ। बल्ल बल्ल रोड आइपुग्यो। रोड आयो। रोड जाँदै गरेको गलेर हत्तु हैरान छ। अब लगभग 1 घन्टाभन्दा बेसी लाग्छ होला मलाई चाहिँ। गाह्रो छ हौ हजुर, गाह्रो छ। उकाली ओह्राली गर्न गाह्रो भइसक्यो। जाँदै गरेको अवस्था के गर्नु। पहाड जान्छु भनेर आइहाल्यो। अहिले पहाड पुग्न गाह्रो भयो। घुमेर जानुपर्छ भने सर्टकटको बाटो हिँडेको लास्टै गाह्रो भयो। लास्टै गाह्रो हिँड्न नसक्ने रहेछ। अब चाहिँ उकालो ओह्रालो यति साह्रो गलिया खाने भन्नु पो भएको छैन। लास्टै थकाइ लागिरहेको छ। पुरै यो सालको बोटो सखुवा भन्छ, साल पनि भन्छ। अनि करमहरू छ। यो सामुदायिक वन, यो बाबेनी सामुदायिक वनभित्र छु अहिले म। हिँड्नलाई एकदम कठिन भइरहेछ। उकालोमा पहिल्यै सार्नै गाह्रो हुँदो रहेछ। आमामा के भने क्या। तर जे होस् रमाइलो चाहिँ रमाइलो छ जङ्गलको बाटो हिँड्नलाई। चराचुरुङ्गीको आवाज, शीतल शीतल चिसो चिसो हावा होइन। जस रमाइलो छ। थकाइ भए पनि यहाँको चराको चिरबिर आवाजले अनि ठाउँ ठाउँमा यस्तो शीतल हावाको कारण पनि जस्तो रमाइलो छ ट्रेकिङ गरेर हिँड्नलाई चाहिँ। अब गाडी चाहिँ आउनु त आउँथ्यो। यो बर्खाले गर्दा सबै बाटोहरू भत्किएको कारण गाडीहरू चाहिँ आउनु सक्दैन। किनकि यो नयाँ नयाँ बनेको बाटो हो। त्यही कारण आज हिँडेर आइयो। तर हिँड्न चाहिँ एकदमै गाह्रो भइरहेछ। जस पुग्छु म। आँट आइरहेछ अहिले चाहिँ। अघि चाहिँ साँच्चै भन्दा फर्किन मन लागिरहेको थियो क्या। आधी बाटो जस्तै 2 घन्टा 3 घन्टा हिँडेपछि 2 घन्टा हिँडेपछि लास्टै गाह्रो भयो। पहिलोचोटि उकालो ओह्रालो हिँडेको 8 वर्ष पछाडि, त्यही भएर पनि होला धेरै गाह्रो भयो। के छैन, अहिले त पुग्न लाग्यो। करिब 8 बजी हिँडेको भनेपछि कति बजी अहिले लगभग 2 घन्टा 2.5 घन्टा
हुन लागिसक्यो। पुग्छ होला करिब नेपाल अहिले 11 बजे 11:30 बजीतिर त म पुग्छु। पसिनाले बेस लत्रकै भेचिरहेछ। अब चाहिँ सर्टकट बाटो जानु पर्ला, यो के घुम्ने बाटो नजाउँ होला भनेर सर्टकट बाटो फेरि जाँदैछु। त्यस्तै हो, हिँडाइ गाह्रो छ। उकालो र बिस्तारै जाने हो, बस्दै बस्दै। यस्तै छ हजुर जिन्दगी। अब धेर छैन। त्यो पारीको घरमा जानुपर्ने म जुम गरेर देखाइदिन्छु। यो देखिरहेको घरमा जानुपर्ने हो म चाहिँ। अहिले यता पारी पुग्यो। अब यो खोला तर जानु छ। फाइनली आइपुग्न लाग्यो। अलिक खुसी लाग्यो। अब भरे फर्किने बेला कहाँबाट जाउँ भइरहेछ। यो कालो साइड निस्किनु पनि यो यहाँसम्म निस्किनु गाह्रो छ। त्यहाँबाट त तेर्सै तेर्छ, त्यहाँबाट उँधो छ। खोलाबाट जाउँ कि यहाँबाट जाउँ भइरहेछ। के गर्ने होला, लास्टै गाह्रो भयो यार आउनु। आमामा तपाईँहरूले सबैतिर देखाइदिन चाहन्छु। यो माथि देखिरहेको चर्च होला सायद, हाम्रो अगुवाज्यूको घर देखिरहेछ। खोला धानहरू काट्दै रहेछ, पाक्दै रहेछ। हाम्रो घर चाहिँ पुरै जङ्गल भएछ। यो पाहाडमा आइपुग्यो। लाठी टेक्दा भयो। खोला तल छ खोला। यो खोला घुमेर गएको छ। म चाहिँ यताको डाँडामा छु। हाम्रो एउटा चर्च माथि छ, यहाँबाट देखिँदैन। यहाँ पछि एउटा चर्च, अनि दुसरा चर्च चाहिँ यहाँ हो हाम्रो। यहाँ हाम्रो अगुवाज्यूको घर र चर्च ती हो। जाँदैछु। अब के छ कसो छ गएर अवस्था हेर्नुपर्ने छ घरको।